हेलो गाइज गुड मर्निङ एभ्री वान। मम्मी बाबा घुम्नु गइसकेपछि चाहिँ मलाई चाहिँ 4-5 दिनको लागि आफूले घरको काम गर्नु परिरहेको छ होइन। त्यही भएर बाख्रा कुखुरा टन्नै छ, खोले बन्दैछ है। अब खासै बनाएको त थिएन, अब सबै गर्नु परेको घरमा एक्लै भएपछि खोले बन्ने काम हुँदैछ यहाँ चाहिँ च्याटलारो। यसरी चाहिँ मेरो मर्निङ रुटिन सुरु भयो। आलुहरू काट्यो खोलेमा हाल्नुलाई, च्याट्ट काटिसकेपछि खोलेमा दाना मकैको पिठो अनि अलिकति ढिलो नुन हालेर खोलेलाई बसाल्नु सुरु गर्यो। अब यहाँ घाँस हाल्नुपर्छ। बाख्रालाई घाँस पनि हालिसक्यो, अब बाख्रा छाड्ने काम। यो चाहिँ हाम्रो बाख्रा बाँध्ने काम सिद्धियो। घाँस खाँदैछ। यो चाहिँ कुखुरालाई दाना। कुखुरालाई पानी। अब यिनीहरूको लागि रेडी भयो। पानी दिइसकेको छ, अब दाना दिने। यस्तो छ नि हन्टरहरू, दाना हाल्नु पाएको छैन, गुटुङ टुङ 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 खान सुरु गरिसक्यो। चाहिँ चारो लोकल कुखुरालाई यता छ, तल छ। अबको फाइनल काम भनेको यहाँ भएको अलिअलि बड्कोलालाई कुचो लाउने, त्यसपछि सिधै लगायत खोर पनि सफा गरियो। ओ सुत्या छ, यो आनन्द छ यसलाई। तरकारी कटिङ भइसकेको छ मेरो। बाख्राले दाना पनि खाइरहेको छ मजाले। यता छ अर्को। Hello guys, thank you for watching. If you like my video, do like, share and subscribe.